जीवन केही रहेनछ। जीवन आज हो कि भोलि टुङ्गो रहेनछ। हामीलाई हामीसँगै हुने एकजना मित्र हाम्रा उपाध्यक्ष अर्जुन अधिकारी पनि यो संसारबाट विदा भएर गइसक्नु भएको छ र उहाँलाई हामी सदा सम्झिरहनेछौँ। कतिपयले नामबाट सम्झिन्छौँ, कतिपयले उपाध्यक्षबाट सम्झिन्छौँ, कतिपयले भाइबाट सम्झिन्छौँ, कतिपयले त्यो मोटो मोटो मानिस भनेर सम्झन्छौँ। र 16 गते बुधबार त 10 दिन भइहाल्छ। त्यसमा हाम्रो अधिकारीहरूको तर्फबाट संवेदना दिने कार्यक्रम पनि छ। त्यसमा आफ्नो इच्छा हुन्छ भने तपाईँ हामी सबैजना 10 बजेसम्ममा काकरभिट्टाको पूर्वी गेटमा हामी भेला भएर जान्छौँ। यस कारणले जीवन केही नै रहेनछ। उहाँलाई रोग लाग्यो एकैचोटि, उहाँलाई यसरी रोग लाग्छ भन्ने थिएन। अनि आजको दिनमा त कहिलेकाहीँ कस्तो लाग्छ भने आउँदो साल हामी पनि कतिपय मानिसहरू भेट गर्छौँ, गर्दैनौँ। सायद बिरामी पो हुन्छौँ कि बा केही पो हुन्छौँ कि बा हामी आउनै पो सक्दैनौँ कि भने जस्तो पनि लाग्दो रहेछ।